म्युजियमको वरिपरि चाहिँ गयो, भित्र जानलाई चाहिँ एकदम एक्सपेन्सिभ रहेछ है। अनि अब यहाँको क्लाइमेट हेर्दाखेरि कस्तो रमाइलो छ नर्वेको। समर सिजन हो, अलि समर पनि स्टार्ट भएको छैन, लगभग समर भनौँ। यहाँको समरमा चाहिँ अलिकति घाम देख्न पाउँछ अरे, अलि टेम्परेचर अलि 10, 12, 15सम्म पुग्छ। नत्र यहाँ नर्वे भनेको एकदम हिउँ पर्ने ठाउँ के। देख्नुहुन्छ कति राम्रो ठाउँ। यहाँ मेरो चाहिँ यो त्यही क्याथेड्रलको चाहिँ गार्डनमा आएको छ यतातिर। अनि यहाँ चाहिँ यो मान्छेहरूको के भन्छ यिनीहरूको चाहिँ राख्ने ठाउँहरू। अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ भ्यू यहाँको कस्तो राम्रो छ है। कति राम्रो देखिरहेको छ यहाँको ठाउँहरू, घरहरू हेर्न कस्तो देखिरहेको छ। यहाँ पारि देखिरहेको चाहिँ बिल्डिङ कस्तो हेर्नु त। त्यहाँ माथि चाहिँ नर्वेको फ्ल्याग रहेछ। यस्तै हो, एक्सप्लोर घुमिरहेछ आज पनि नर्वेमा। एभ्री डे नर्वेमा यस्तो घुमिरहेछ केटाहरू। उहाँ चाहिँ एकजना मान्छेले चाहिँ आफ्नो बच्चालाई चाहिँ ल्याएर आएको रहेछ। यो मान्छेहरू गाड्ने ठाउँ भन्छ है, तर पनि हाम्रो ठाउँतिर चाहिँ अब भूत लाग्छ यताउता, बच्चाहरूलाई यताउता भन्छ। यहाँ मतलबै हुँदैन, कस्तो बवाल ठाउँ चाहिँ। मसँग चाहिँ एकजना इन्डियाको सेफ हुनुहुन्थ्यो, म चाहिँ अगाडि हुनुहुन्छ। म चाहिँ यहाँ पछाडि छु। कस्तो घुम्दै हेर्दै रमाइलो भइरहेछ जे भए पनि। नर्वेको ट्रन्डेम भन्ने ठाउँ हो, यो ठाउँमा चाहिँ ट्रोल मुभीको चाहिँ पार्ट 1 र पार्ट 2 चाहिँ सुटिङ भएको ठाउँ हो। एकदम राम्रो ठाउँ छ। अनि यो क्याथेड्रल भित्रको चाहिँ राम्रो छ कि भित्र राम्रो एकदम दामी भ्यू छ। त्यो भित्र एकदम राम्रो चाहिँ ठाउँहरू छ भित्र चाहिँ। भित्र जानलाई चाहिँ एकदम त्यहाँ एक्सपेन्सिभ छ जे भने, तर बाहिरबाटै यताउताबाट घुम्न पायो, हेर्न पायो, यो ठाउँको बारेमा बुझ्न पायो, रमाइलो लागिरहेछ जे हो पनि। अनि यहाँको वेदर हेर्नु कस्तो चिसो छ। मैले ज्याकेट लगाएर आएको छु, फेरि पनि मलाई अझ एउटा ज्याकेटले चाहिँ इनफ भइराखेन क्या। यसो चिसो छ क्या नर्वेको यहाँ। अनि यहाँ पानी पर्ला जस्तो पनि भइरहेछ पानी यो ठाउँ चाहिँ है। अनि हेर्नु यहाँ ठाउँ कस्तो छ, कति दामी ठाउँ छ क्या। लोक एट द भ्यू, यो हेर्नु कति राम्रो ठाउँ छ।